मैले आलु चना र सोमिन लगे। त्यसपछि मैले मसलामा खुर्सानी लसुन जिरा टिमुर दाना लगेर राम्रोसँग पिसे। यसरी पिसिसकेपछि मैले कराईमा मेथीको दाना फुराइसकेको थिएँ। फुराइसकेपछि यो प्याजलाई मैले रातो हुन दिए। राम्रोसँग रातो हुने किसिमले भुट्दै गरे। अनि मैले यता सोयाबिनमा पानी हालेर यसलाई राम्रोसँग पखालेर प्याज रातो रातो भइसकेको थियो र यसलाई मैले राम्रोसँग निचोरेर प्याज रातो भइसकेको छ। मैले हाले यसरी निचोर्दै हाले र यसलाई मैले रातो हुने गरेर भुटे। यसलाई रातो हुन्जेलसम्म भुट्नुपर्छ। यस्तो रातो भइसकेपछि मैले चना आलु हाले अनि यसलाई कुनै पनि मसला नहालेर राम्रोसँग चलाउँदै छोप्दै गर्ने। राम्रोसँग यसलाई सुक्खा नहुन्जेलसम्म यसरी चलाउँदै छोप्दै गर्ने। यसलाई राम्रोसँग सुक्न दिनुपर्ने हुन्छ। मसला हालेपछि आफ्नो टेस्ट हुन्छ, त्यसैले नहालेर नै यसरी चलाउने छोप्दै गर्दा तरकारी एकदमै राम्रो हुन्छ। यसरी मैले अब फाइनली यस्तो भइसकेको छ, रातो रातो भइसकेको छ। अब मैले मसला हाल्छु। ग्यास अलि मिडियम साइज गर्नुपर्छ, ग्यासलाई धेरै ठुलो गर्नुहुन्न। यसरी रातो रातो बनाइसकेपछि मैले धनिया र जिराको धुलो हाले, नुन हाले अनि मिक्स मसला हाले अनि बेसार हाले अनि अगाडि पिसेको मसलाहरू हाले अनि यसलाई राम्रोसँग सबै ठाउँ लाग्ने किसिमले मैले राम्रोसँग चलाएँ। यसरी चलाइसकेपछि मैले पानी हाले, थोरै थोरै पानी हालेर अनि यसलाई राम्रोसँग चलाएँ। चलाइसकेपछि यसलाई छोप्ने। छोपिसकेपछि यो राम्रोसँग पाक्छ। अनि यो पानी सुक्नलाई फेरि खोलेर यो यतिकै पाकिसकेको थियो। अनि यसमा मैले चलाएर यसरी चलाउँदै हल्का पानी हालेर मैले फेरि छोपेँ। अनि छोपिसकेपछि यो राम्रोसँग पाकेको थियो। पाकिसकेपछि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यदि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला।